स्वागत गर्न चाहन्छु यहाँहरूलाई हाम्रो यस युट्युब च्यानलमा। साथीहरू, आजको यस भिडियोमा भर्खरै एनईबी अर्थात् राष्ट्रिय परीक्षा बोर्डबाट +2 को रिजल्ट प्रकाशन गरेको छ र यस रिजल्ट अन्तर्गत धेरैजना साथीहरूको विषय लागेको छ अर्थात् ग्रेड कम भएको छ। त्यस्ता साथीहरूलाई फेरि पनि आफूले एक्जाम दिएर ग्रेड बढाउन सक्ने गरी एक्जामको मिति निष्कासन गरेको छ। अत साथीहरू, आजको यस भिडियोमा तपाईहरूले कस्तो साथीहरूले यसमा ग्रेड वृद्धिका निम्ति आवेदन दिन पाउनुहुनेछ त्यस बारेमा बुझ्नुहुनेछ। अत भिडियोमा अन्तिमसम्म बस्नुहोला। आउनुहोस् साथीहरू, सुरु गरौँ। साथीहरू, यसमा के भन्दैछ भने यो सूचना भनेको डेली गोरखापत्रमा निस्किँदै छ ताकि सबै विद्यार्थीलाई जानकारी होस् भन्ने उद्देश्यले यो डेली गोरखापत्रमा प्रकाशन भइराखेको छ। हालाकि यो सूचना भनेको जुन दिन रिजल्ट प्रकाशन भएको हो त्यही दिन नै यो सूचना पनि प्रकाशन गरिएको छ। यसमा के भनिँदैछ भने 2079 सालको जेठ महिनामा सञ्चालित कक्षा 12 को वार्षिक परीक्षा नियमित परीक्षार्थीहरू रूपमा रजिस्ट्रेसन नम्बरको सुरुका 2 अङ्क 78 भएका परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी 2 विषयमा एनजी अर्थात् नन ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा 2टा विषयमा अनुपस्थित एब्सेन्ट भएका परीक्षार्थीहरूका लागि यो 2 विषयसम्म ग्रेड वृद्धि पूरक परीक्षामा सम्मिलित हुन पाउने गरी यो सूचना निष्कासन गरेको छ। अर्थात् साथीहरू, यहाँ बुझ्नुपर्ने फन्डा भनेको यहाँ रहेको छ। यसमा के छ भने तपाईको यदि न्यूनतम डी ग्रेड पनि छ भने तपाईले यसमा एक्जाम नदिए पनि हुन्छ। यसमा भन्दैछ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड यानि कि C+ वा D+ त्यस्ता ग्रेड आएको छ बाँकी विषयमा, तर तपाईको म्याक्सिमम 2टा विषयमा या त एब्सेन्ट देखाएको छ वा नन ग्रेडेड देखाइराखेको छ भने कुनै विषयमा देखाइराखेको छ भने त्यो पनि 2टा विषयमा मात्रै। त्यस्तो यदि देखाएको छ भने तपाईले यो पूरक यो परीक्षा दिएर आफ्नो ग्रेड वृद्धि गराउन पाउनुहुनेछ भनेर भन्दैछ। र साथीहरू, मैले यहाँ क्लियर गरिसकेको छु, तर यदि अझै पनि तपाईँ क्लियर हुनुभएको छैन भने कमेन्ट गर्नुहोला। म तपाईँलाई फेरि पनि जवाब दिनेछु कमेन्टको माध्यमबाट। उहाँहरूले यो परीक्षा दिएर आफ्नो ग्रेड वृद्धि गराउन पाउनुहुनेछ। र यो परीक्षा भनेको परीक्षा समय बिहान 11 बजेदेखि 2 बजेसम्म हुनेछ। र यसमा पनि फेरि शर्त रहेको छ। यो परीक्षा भनेको 2079 असोज 30 गते आइतबारका दिन हुँदैछ र यसमा अनिवार्य अङ्ग्रेजी 0041 यसको कोड रहेको छ। एक विषय मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय यानि कि तपाईँलाई एउटा विषय मात्रै लागेको छ भने तपाईँको जुनसुकै विषय होस्, अङ्ग्रेजी होस् वा जुनसुकै विषय होस्, तपाईँको परीक्षा सुरुकै दिन हुनेछ। त्यसैगरी 2 विषयमा परीक्षा दिने परीक्षार्थीहरूको लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् विषय कोड विचार गर्नुहोला र जुनको कोड सानो छ यानि कि जस्तै 41 छ भने त्यसको यदि 40 छ भने कुनै विषयको कोड यदि 40 छ भने र तपाईँलाई 2टा विषय लागेको छ भने सानो कोड भएको विषयको परीक्षा तपाईँलाई प्रथम दिन हुनेछ। यो असोज 30 गते हुनेछ। त्यसैगरी ठुलो कोडवाला विषयको परीक्षा भनेको यदि 2टा विषय लागेको छ भने मात्रै तपाईँको एक्जाम भनेको असोजको 31 गते सञ्चालन हुनेछ र त्यसमा तपाईँले सहभागी हुन पाउनुहुनेछ। लगभग यसमा पनि मैले क्लियर गरिसकेको छु। यदि तपाईँलाई एउटा विषय मात्रै लागेको छ भने जुनसुकै विषय होस् तपाईँको परीक्षा प्रथम दिन हुनेछ र तपाईँलाई यदि 2टा विषयमा ग्रेड वृद्धि गराउन खोज्दै हुनुहुन्छ भने त्यो विषय अन्तर्गत सानो कोड भएको विषयको परीक्षा प्रथम दिन यानि कि असोज 30 गते र ठुलोको 31 गते सञ्चालन हुँदैछ। अब यहाँ फारम बुझाउने सम्बन्धी व्यवस्था यहाँ के भनिँदैछ भने 2079 सालको कक्षा 12 को ग्रेड वृद्धि परीक्षामा सहभागी हुनका लागि मिति 2079 असोज 7 गते भित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी रु 600 का दरले हुन आउने रकम बुझाइसक्नुपर्नेछ। उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि मिति 2079 असोज 14 गते भित्र विलम्बन शुल्क सहितको रकम प्रति विद्यार्थी रु 1200 रुपियाँ 1200 रुपियाँ सम्बन्धित विद्यालय मार्फत मिति 2079 असोज 25 गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भोचर सहित आवेदन फारम बुझाइसक्नुपर्नेछ। यहाँ डबल दोस्रोको कुरा गरिएको छ 7 गते भित्र सिंगल र त्यसपछि यहाँ 14 गते भित्र डबल दोस्रो बुझाइसक्नुपर्नेछ भनेर भनिँदैछ। अब यहाँ अझै इम्पोर्टेन्ट के भनिँदैछ भने यहाँ अघि भनेकै कुरा छ ग्रेड वृद्धि परीक्षा
2 दिन मात्र सञ्चालन हुने हुँदा एक विषयको मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ। त्यसैगरी अनिवार्य अङ्ग्रेजी 0041 विषयमा कोड ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ। तर साथीहरू यहाँ फेरि अर्को फन्डा के रहेको छ भने अङ्ग्रेजी विषयको परीक्षा भनेको प्रथम दिन मात्रै सञ्चालन हुनेछ। यसभन्दा पनि तलको यदि कुनै विषयको ग्रेडको तपाईँले विषय लागेको छ भने अङ्ग्रेजी विषयको परीक्षा भनेको प्रथम दिन मात्रै हुनेछ, त्यो पनि विचार गर्नुहोला। अथवा अङ्ग्रेजी विषय पनि यदि लागेको छ भने त्यो प्रथम दिनमै हुनेछ। त्यसैगरी अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी 0041 र दोस्रो दिन अनिवार्य नेपाली 0021 विषयको परीक्षा दिनुपर्नेछ। त्यही कुरा छ साथीहरू। हालाकि नेपाली विषयको कोड सानो भए पनि अङ्ग्रेजी विषयको परीक्षा भनेको प्रथम दिन दिनुपर्नेछ, जुन यहाँ भनिएको छ। विचार गर्नुहोला साथीहरू। दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन र दोस्रो र ठुलो कोड नम्बर भएको विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुनुपर्नेछ। तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूको लागि पुनःको व्यवस्था गरिने छैन र आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित हुने छैन। परीक्षाका लागि चाहिने ग्राफ पेपरहरू जुन प्राय सबै परीक्षामा त्यस्तै नियम हुन्छ, त्यो सबै चाहिने उपकरणहरू आफैले लिएर आउनुपर्नेछ। परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, ब्लुटुथ उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइसहरू लिएर आउन पाउने छैन र तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्नेछ। परीक्षा केन्द्र तपाईँले परिवर्तन गराउन पाउनुहुने छैन। विषयको कोडहरू यदि तपाईँलाई थाहा छैन भने यसको वेबसाइटमा राखिएको छ, त्यहाँबाट तपाईँले हेर्न सक्नुहुनेछ। र तपाईँलाई त्यही पनि समस्या भइराखेको छ भने मलाई कमेन्ट गर्नुहोला, कुन विषयको कुन कोड छ तपाईँलाई मैले उपलब्ध गराइदिनेछु। हस्त साथीहरू, आजको भिडियोमा यति नै। र साथीहरू, अहिलेसम्म यदि तपाईँले यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया गर्नुहोला, किनभने यस्तै किसिमको अपडेटेबल सूचनाहरू र अपडेटेबल भिडियोहरू यस च्यानलको माध्यमबाट आइराख्दछ। हस्त साथीहरू, आजको भिडियोमा यति नै। धन्यवाद, नमस्कार।